हेलो एन्ड गुड मर्निङ अर्को झन् दामी पाण्डव गुड मर्निङ 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 ल आज हामी कुन ठाउँ जाँदैछ भन्नु त हामीहरू यो भोको के खोला रे खाङसेर खोला खाङसार कुल्ला कुल्ला खाङसेर कुल्लाको तलपट्टि आज नयाँ ठाउँ पत्ता लगाउन जाँदैछौँ पत्ता लगाउँदैछौँ अस्ति भर्खर पत्ता लाग्यो हो अब अहिले हामी निरीक्षण गर्न जानु अब भात सात खाएर जाने जाने रेडी भइसक्यो हामीसँग यहाँ कालो किटली छ के रे स्याडो यहाँ हामीसँग जाँदैछ ओ स्याडो ल स्याडो ल यो छ हामीसँग स्याडो Oi, church. Art. यत्रो ठुलो रुख बगाएर ल्याएको छ क्या यसरी कोचेरै जानुपर्ने हो आइच आइच ए हाय老钟，闲着。哎呀，钟，老婆，我搞time。啊！呼！हामी आज यस्तो अनौठो ठाउँ जाँदैछौँ जहाँ हामी चट्टानबाट चाहिँ पानी निस्किएको छ हामी चाहिँ अहिले के कहाँ हुन्छ अहिले चाहिँ हामी कहाँ हुन्छ लागा वनको यासा वनको हामी जरमा छौँ फेरि ल जाउला रे तार ल्याउ 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 रोको यार तान्दै तान्दै जाउँ न यस्तो बाटो अप्ठ्यारो छ यार मलाई नै अप्ठ्यारो भयो त यार हो त्यस्तो गाह्रो यार आइज ल हैट दस्टिनी हिँडेर 20 दिन हिँडिसक्यौँ विश्वको सबभन्दा डेन्जर जङ्गल हो यो खाना साना पनि छैन के गर्ने ल्याउने हेरेको एकदम ठिकै यस्तो चाहिँ कहिले काहीँ गर्नु छ पहाडको छोरा जन्मिसकेको छ पहाडको मान्छेहरूले यस्तो नगर्दै लास्ट गर्नु भयो आहा कोक निकाल खाने हो क्या के भोक लाग्यो आएर सेल खाने भने कहाँ अहिले चिज त छँदैछ पछि खाने क्या माछी रेडी पनि छ र दुई खाइदिउँ है दिउँ न सेल खानु सेल सुक्खा पनि के ग्याङ जति चिप्लो गयो दुधै थियो आदित्य सेल कम रहेछ है आधी ल अब जानु नि यस्तो बाटो छ एक फेरि पाउनु चलाउनु दिनु पऱ्यो काम जोगिने खोला झुकुल्ले झुकुल्ले कुरा खाने होइन क्या मान्छे अब यो चाँडै मिठो हुने सायद मलाई भन क्या देऊ न अन्त अमृत ल्याउनु पर्ने
हातको वाला जस्तो सानो ल यो यही काम त छ होइन सक्दैन त्यो पनि ल ल ल ठाउँ बेसी भयो फेरि कस्तो भिर बाटो गयो र अब खाएर नि फेरि अब हिँड्नु पऱ्यो अब के गर्ने आया अब हामी गन्तव्यतिर जाँदैछ यार अब कस्तो भिडभाड ल्यायो अब यो हातिनु त धन्यवाद आइज के भयो कहाँ रोक्बो आइगो अब हामी गन्तव्यमा पुग्न लाग्यौँ कति मिनट लाग्छ अब हो रोक्बो कति मिनट हो 2 मिनट 2 मिनटमा अब हामी पुग्छौँ हाया भालु लुक्ने ठाउँ कि हामी हाम्रो गन्तव्यमा पुग्दैछौँ कहाँ ओ सेट ल ल ल जाउँ बाटोपछि होइन 3-4 घन्टा पछिको मुस्किलले यो नयाँ ठाउँ हामीले एक्सप्लोर गर्दैछौँ चिल्का अरूमा चिल्का ल जाउँ 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 पारिन्छ यहाँ हिरो हा ओ ल यस्तो आया छैन फोकस गरेर ल भास्करजी के भन्न चाहनुहुन्छ यसलाई यहाँ के भन्न चाहनुहुन्छ भन्न चाहनुहुन्छ अब के भनौँ यहाँ यस्तो नयाँ ठाउँ यस्तो अनौठो ठाउँ तपाईँ देख्नु भएको छैन होला होइन यस्तो ठाउँ छ हाम्रो यो हुर्कुटको कहाँ अरे खोला हाम्रो यो भोकपाने खोलाको यो खाङसार कुल्लाको भित्रपट्टि कुल्लाको भित्र लगभग करिब 1 घन्टा माथि भिर भिर रक छ यी पछाडिपट्टि यहाँ रकको यी बिचमा हेर्नु कस्तो हेर्नुहोस् यो पुरै भिर हो पानी यो पुरै कुनै सम्भवै छैन सायद यो पानी खान नि मिल्छ होला यसलाई तर तीर्थस्थलको रूपमा चाहिँ अलिकति यसलाई विशेष पूजा आज पनि गर्दैछौँ एकछिनमा हो त्यो हानेर होइन रक लाएर एकदम भव्य हुन आँटिसकेको छ यहाँबाट एकदम अद्भुत ठाउँ छ है गाइजहरू बाहिरको अब पर्यटक भन्दा पनि हाम्रो भित्र यो हाम्रो यो जगदुला गाउँपालिकाकै मान्छेहरू आएर एकछिन अब अनुगमन गरिदिनु न अनुरोध गर्दछौँ हाम्रो खारब सर पनि आउनु भएको छ हुर्कोटका युवाहरू जल्दो युवाहरू पनि आछन् अहिले एकछिन हामी पूजाआजा गर्छौँ छाता लगाउँछौँ होइन नयाँ ठाउँ पत्ता लगाएको तर थाहा लगभग एकदम धेरै टाढासम्म गएको छ यसको फोर्स तलैसम्म अलिक पानी बढ्यो भने यी तलसम्म पुग्दो रहेछ यो यहाँ यो पानी जहाँ पऱ्यो त्यो सुन पल्टिन्छ क्या केटा हो पानी नै पहेँलो भएछ लेदो चाहिँ तपाईँले सायद काहीँ थाहै पाउनु भएको छैन होला यो जहाँ पानीले जता छुयो त्यता सुन यो पुरै सुन खाने हो अब त्यो तलको पलमा हाल्नु न अर्दैन त्यो पलभित्र त्यो पानी आउने पर्यो त्यो पैसा होइन त्यो झ्याउ हुन्छ न त्यहाँ नआउनु पर छेउमा राखे नि हुन्छ छेउमा राखे हुन्छ पुरा छेउमा कोरे हुन्छ खुट्टा
हाम्रो यो सन्दीप के बैजी अनुसन्धान एकदम गहिरिएर गरिराख्नु भएको छ। सन्दीपजी हजुर के देख्नुभयो तपाईँले यहाँ के अनुसन्धान गरिराख्नु भएको छ? अनौठो अनौठो देखिरहेको छु होइन। यहाँ चाहिँ कस्तो भने चाहिँ यो सानो नगर बिगाऱ्यो अब यो धारा अब वाल यो त फिराइदियो नहर्के नबिगार्न अर्ग्यानिक चिज अब यो त फिराइदियो ल। पाइप जस्तो छ यार, पाइप जस्तो छ यो त। यो पानीले जहाँ थियो त्यहीँ सुन भइरहेको छ होइन। सुनखरी भइरहेको छ। अहिले अक्कै धारा बनाइदियो यार। यसको टेस्ट त लेदो लेदो जस्तो रहेछ। खाता ल्याउँदा खाता लेउ बस। त्यो त्यति धेरै माथि नजानु क्या तपाईँ झुट हुन्छ कि। झुटो होला नि चलाउन झुटो हुन्छ। हो त्यो त हो, त्यो त हो कि उसै नचलाउन छुने भने जुठो हुन्छ क्या।